आज म के बनाउन आँट्दैछु त, के को लागि पिठो मुस्दैछु त भन्ने कुरा साथीहरूले अन्तिमसम्म भिडियो हेर्नुपर्छ। सुरुमा त मैले 2 कप जति पिठो लिएँ। त्यस किनेको पिठो चाल्नु त परिगयो मनको सन्तोकको लागि भए पनि। पिठो चालिसकेपछि मैले घरमा आफूसँग जे छ त्यही अलिकति पानजिरा, अलिकति नुन, अलिकति घिउ लगाएँ। आफ्नो घरमा जे छ त्यही लगाउने। अनि अलिअलि पानी लाउँदै पिठोको माड्दै, जति माडो त्यति राम्रो भन्छन् पिठो त। पहिला नुनहरू चलाउँदै चलाउँदै गएँ, त्यसपछि पिठो पानी लाउँदै मुस्दै पिठोको डो मैले यस्तो तरिकाले माडेँ कि जति माडो उति राम्रो अरे। जति माडो उति राम्रो भन्छन् नि, भनाइ नि छ नि त एउटा। माड्ने कि पिठोलाई भएको आफूसँग भएको रिस छ भने पनि नि त्यही पिठोलाई पोख्ने गरी माडेको माडै गर्ने। जति माडो उति आफूलाई मन पनि शान्त हुने, डो पनि रेडी हुने। यति गर्दा गर्दै हेर्नु न, मेरो पनि डो रेडी भइसक्न लाग्यो है साथीहरू। डो रेडी भइसकिसक्यो यस्तो भयो। यसलाई 20-25 मिनटको लागि छोडिदिने। 20-25 मिनट पछाडि फेरि मेरो डो यस्तो भइसक्यो। अब यसलाई निकालेर हेर्ने। हेर्नुहोस् त साथीहरू, यस्तो भयो। यसलाई अब मैले बेल्न थालेँ। के बेलेँ भनेर देख्नुहुन्छ होला। रोटी बेल्दै ठुलो बेलेँ। अब यसलाई चक्कु लिएर काट्न थालेँ। टुक्रा बनाएर यसलाई अब मैले फेरि सेप दिन थालेँ अर्कातिरबाट काटेर। हेर्नुहोस् न, फेरि के बन्दैछ होला भन्दै हुनुहुन्छ होला। अब यसरी काटिसकेपछि पुरा सबैतिरबाट मिलाइ फेरि बटारिन खोज्छ। मिलाउनु पर्यो, बिस्तारै गर्दै काट्नु पर्यो। यस्तो भइसक्यो। काट्दै राख्दै अर्कोतिर कराही बसाएर मैले तेल तताएँ। तेल तताएर बिस्तारै तेल तातिसकेपछि मैले त्यहाँ लगाइदिएँ। ग्यासलाई लो हिटमा राखेर अनि बिस्तारै पकाउने। थोरै पकाएको धेरै तेल लगायो भने फेरि भोलि नष्ट भइन्छ। डबल तारेको पनि खानु हुँदैन भन्छ। त्यही भएर थोरै गर्दै पकाएर यस्तो भयो। हेर्नु न, एक घान चाहिँ झिकिसकेँ है मैले। फेरि अर्को घान लगाउँदैछु। हेर्नु न, देख्नुभयो, अर्को घान लाउँदैछु। त्यहाँबाट अर्कोपट्टि चाहिँ अब योसँग खाने त साथी त चाहियो। त्यसको लागि मैले फेरि अर्कोतिर चिया पकाउँदैछु। चिया छैन भने फेरि के छैन भने जस्तो हुन्छ। चिया चाहिँ छैन भने फेरि नि सक्दिनँ म चाहिँ। के भएको चिया चाहिँ साथी नै हो जस्तो भइसक्यो क्या आफूलाई। चिया पनि पाक्दैछ, यता यो पनि पाकिसक्यो। हेर्नु नि, चिया ठिक्क रेडी बनाएर अब खानको लागि कपमा रेडी लगाएर हेर्नु नि यस्तो भइसक्यो। यति हेरिदिनु भएकोमा साथीहरूलाई धन्यवाद। मेरो के बनिछ त थाहा पाइसक्नु।